भिजा खोल्यो है, भिजा खोल्यो। हजुर, तपाईहरुले सही सुन्नुभयो। जो नेपालीहरु दुबईमा आउनुहुन्छ र भिजिटमा आउनुहुन्छ उहाँहरुको भिजिट टु इम्प्लोयमेन्ट भिजा लागिरहेको छ। एन्ड दिस इज द प्रुफ। ला खोलिसक्यो अरे अप्लाई गर्नु भने कहाँ कहिले कताबाट तिमीलाई बाँदर नि झुटो बोल्छौ। खुले हैन हो, अझै टाइम लाग्छ। खुल्ने कुरा चलिरहेको नेपालमा नि संसदमा छलफल चलिरहेको झन् अब त के झन् रुल चेन्ज हुँदैछ नि। जो पनि लाइक अब जो भिजिटमा आउनुहुन्छ उहाँले आफ्नो होटल बुकिङ र क्यास पैसा सो गर्न पर्दैन झन्, त्यो पनि डिस्कस गरिरहेको अहिले। तिमीलाई अहिले हान्छ अहिले गाला फेरि यता यता हान्यो यता गाला रातो हुने गरी फेरि हावा बोल्छौ तिमी फेरि। अहिले खुल्ने कुरा चलिरहेको छलफल चलिरहेको अहिले खुले छैन। अप्लाई गर्नु अरे कहिले पनि रुल चेन्ज हुन सक्यो अरे। तिम्रो बोयफ्रेन्ड हो क्या अरे छास्सा एउटा सानसानो कुरामा रिसाउने क्या अरे युएको सरकार तिमीलाई नटङ्की। ल अलिक कुरा चलिरहेको छलफल चलिरहेको छिटै नै खुल्छ ढुक्क भएर बस्नु हजुरहरू। अनि कति नेपालीहरूले भने कि नखुलेकै राम्रो भनेर किन हो